जलवायु परिवर्तनले वन्यजन्तुमा पार्ने असरबारे सोच्दा हुँ। हाम्रो दिमागमा एउटा सिधा तस्बिर आउँछ। कस्तो तस्बिर? वासस्थान घट्दै जाने, जनावरहरू सङ्कटमा पर्ने, होइन र? विशेष गरी बाघ जस्ता ठूला शिकारीहरू। हो, जसलाई घुम्न ठूलो क्षेत्र चाहिन्छ। हो, उनीहरूका लागि त यो झनै ठूलो खतरा हो भन्ने हामी सुन्दै आएका छौँ। एकदम। तर के यो कथा जहिले पनि यस्तै हुन्छ त? आज हामी यही स्थापित धारणालाई चुनौती दिने एउटा अनौठो र अप्रत्याशित विषयमा गहिरिएर कुराकानी गर्दैछौँ। हो, विषय हो नेपालका बाघहरू र जलवायु परिवर्तन। हो, र यसका लागि हामी इकोलोजी एन्ड इभोल्युसन जर्नलमा प्रकाशित एउटा निकै महत्त्वपूर्ण नयाँ अनुसन्धानमा केन्द्रित हुनेछौँ। अनि विज्ञान लेखक गोविन्द पोखरेलको लेखले पनि यसलाई बुझ्न सघाउँछ। हो, र आजको छलफलको उद्देश्य नै यही हो। जलवायु परिवर्तनले सधैँ विनाश मात्रै ल्याउँछ भन्ने जुन एउटा आम बुझाइ छ नि, त्योभन्दा पर नेपालको सन्दर्भमा देखिएको यो फरक चित्रले संरक्षणको पूरै बहसमा नयाँ आयाम थपेको छ। अब यो अनपेक्षित नतिजाले कस्ता नयाँ अवसर र सँगसँगै कस्ता गम्भीर चुनौतीहरू ल्याएको छ, हामी त्यसैको विश्लेषण गर्नेछौँ। ल, विषयमा प्रवेश गर्नुअघि एउटा विश्वव्यापी उदाहरण हेरौँ न त। मैले सन् 2010मा बङ्गलादेशको सुन्दरवनको बाघबारे नेचर क्लाइमेट चेन्ज जर्नलमा प्रकाशित एउटा अध्ययनबारे पढेकी थिएँ। त्यो निकै चर्चित अध्ययन हो। त्यसले त निकै डरलाग्दो चित्र देखाएको थियो, होइन र? एकदमै। त्यो अध्ययनले संरक्षण कर्मीहरूलाई निकै झस्काएको थियो। त्यसको निष्कर्ष के थियो भने यदि समुद्री सतह केवल 28 सेन्टिमिटरले मात्रै बढ्यो भने 28 सेन्टिमिटर त्यो त धेरै होइन। होइन, तर त्यतिले मात्रै पनि सुन्दरवनमा बाघको वासस्थान 96%ले घट्नेछ भनिएको थियो। 96%? त्यो त लगभग पुरै वासस्थान सकिनु जस्तै भयो नि। हो, र त्यसको असर बाघको सङ्ख्यामा पनि निकै गम्भीर पर्ने अनुमान थियो। कस्तो असर? प्रजनन गर्न सक्ने वयस्क बाघको सङ्ख्या 20भन्दा पनि कममा झर्नेछ भनिएको थियो। 20 भन्दा कम? त्यो भनेको त लगभग लोप हुने अवस्थामा पुग्नु हो। हो, लोप हुने सङ्घारमा। तर रोचक कुरा के छ भने त्यो चेतावनीले काम पनि गर्यो। त्यसपछिका संरक्षण प्रयासहरूले गर्दा आज बङ्गलादेशमा बाघको सङ्ख्या बढेर 125 पुगेको छ। ए, बढेछ त। तर यसको अर्थ खतरा टरिसक्यो भन्ने होइन। बङ्गलादेश अझै पनि जलवायु परिवर्तनको अत्यन्तै उच्च जोखिममा छ। सुन्दरवनको यो कथाले हामीलाई एउटा आधार दिन्छ, तर नेपालको कथा भने यहाँबाट निकै फरक मोड लिन्छ। हो, अब नेपालकै कुरा गरौँ। बाघ संरक्षणमा नेपालको सफलता त साँच्चै नै प्रशंसा गर्न लायक छ नि, है? विश्वमै उदाहरणीय छ। सन् 2010मा 121वटा बाघ थिए, अहिले बढेर 355 पुगेका छन्। झण्डै तेब्बर वृद्धि। हो, झण्डै तेब्बर। र सरकारले फेरि नयाँ गणनाको तयारी गरिरहेको पनि सुनेकी छु। हो, त्यो सङ्ख्या अझै बढेको देखिन सक्छ। ठिक छ, एकातिर हाम्रो बाघको सङ्ख्या बढिरहेको छ, अर्कोतिर जलवायु परिवर्तनको असर पनि छँदैछ। विगतका अनुमानहरूले त यहाँ पनि वासस्थान घट्छ नै भन्थे होला। भन्थे। तर राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्की मुख्य लेखक रहेको यो नयाँ अध्ययनले केही उल्टो कुरा देखायो। अरे हो, के साँच्चै त्यस्तो अनौठो नतिजा आएको हो? हो, निकै अनौठो र हामीले सोचेभन्दा ठिक उल्टो। उल्टो? हो। जीपीएस तथ्याङ्क र अत्याधुनिक वैज्ञानिक मोडलिङ विधि प्रयोग गरेर गरिएको यो अनुसन्धानले देखायो कि सन् 2050 सम्ममा नेपालमा बाघका लागि उपयुक्त वासस्थान घट्ने होइन, बरु अहिलेको भन्दा 80%ले बढ्नेछ। एक मिनट रोकिनुहोस् है। 80%ले बढ्ने? जलवायु परिवर्तनले त वासस्थान विनाश गर्छ भन्ने सुनेको, यो कसरी सम्भव भयो? यो त पत्याउनै गाह्रो कुरा भयो नि। हो, यो सुन्दा अचम्म लाग्नु स्वाभाविक हो, तर यसको पछाडि वैज्ञानिक कारण छ। कस्तो कारण? अब हेर्नुहोस्, जलवायु परिवर्तनले निम्त्याएका असामान्य मौसमी घटनाहरू जस्तै वर्षा र तापक्रमको ढाँचामा आएको जुन परिवर्तन छ नि, त्यसले बाघहरूलाई आफ्नो पुरानो वासस्थान छाडेर नयाँ र आफूलाई अनुकूल हुने ठाउँहरू खोज्न बाध्य पारिरहेको छ। ए, अर्थात् पहिले बाघका लागि उपयुक्त नमानिएका केही क्षेत्रहरू अब उनीहरूका लागि बस्न योग्य बन्दैछन्। ठ्याक्कै। भनेपछि बाघहरू नयाँ ठाउँमा सर्दैछन् र उनीहरूका लागि बस्न मिल्ने कुल क्षेत्रफल बढ्दैछ। यो त खुसीको खबर हो। सतही रूपमा हेर्दा यो खुसीको खबर हो, तर यहीँनेर यो अध्ययनको सबैभन्दा महत्त्वपूर्ण र चिन्ताजनक पक्ष लुकेको छ। चिन्ताजनक?
कसरी? प्रश्न के हो भने यो नयाँ 80% वासस्थान कहाँ विस्तार हुँदैछ त? कहाँ हुँदैछ? अध्ययनको प्रक्षेपण अनुसार यो विस्तार संरक्षित क्षेत्रहरू अर्थात् राष्ट्रिय निकुञ्ज वा आरक्षहरूभित्र होइन, धेरैजसो बाहिर हुनेछ। निकुञ्जभन्दा बाहिर? ओह, बाहिर। र यो सानो हिस्सा होइन। सन् 2070 सम्ममा बाघको कुल वासस्थानको लगभग 64% हिस्सा संरक्षित क्षेत्र बाहिर हुन सक्छ भन्ने अनुमान छ। 64% बाहिर? हो। अब यसले हाम्रो परम्परागत संरक्षण रणनीतिमाथि नै गम्भीर प्रश्न खडा गर्छ। कस्तो प्रश्न? हाम्रो रणनीति त केवल निकुञ्ज र आरक्षमा केन्द्रित छ नि। हो त। निकुञ्ज बाहिरको क्षेत्र भनेको त मानिसहरूको बसोबास भएको, खेतीपाती हुने, बाटोघाटो र सहरो भएको ठाउँ हो। बाघ त्यहाँ पुग्नु भनेको त यो त मानव बाघ द्वन्द्वको लागि निम्तो दिए जस्तो भएन र? तपाईले ठ्याक्कै सही ठाउँ समात्नुभयो। यही नै यो अध्ययनले दिएको सबैभन्दा ठूलो चेतावनी हो। बाघ विस्तार हुन लागेका नयाँ क्षेत्रहरूमा विकास, निर्माण, औद्योगिकरण, सहरीकरण यी सबै कारणले मानवीय चाप अत्यधिक छ। अनि बाघलाई चाहिने वातावरण पनि त छैन होला नि त्यहाँ? छैन। बाघलाई चाहिने घना जङ्गल, प्रशस्त आहारा र शून्य मानवीय प्रभाव भएको वातावरण त्यहाँ छैन। जब बाघ आफ्नो प्राकृतिक वासस्थानबाट बाहिर निस्केर मानिसको नजिक पुग्छ, तब द्वन्द्व बढ्नु स्वाभाविक नै हो। के यस्तो द्वन्द्व बढ्न थालिसकेको कुनै सङ्केत छ? दुर्भाग्यवश छ। पछिल्ला 3-4 वर्षका तथ्याङ्कहरू हेर्ने हो भने मानव बाघ द्वन्द्वका घटनाहरू बढिरहेका छन्। ए हो र? हो। यो जोखिम अब केवल सैद्धान्तिक अनुमान मात्र रहेन, वास्तविकता बन्दैछ। बाघको सङ्ख्या बढ्नु एउटा सफलता हो, तर त्यो सफलताको व्यवस्थापन गर्न सकिएन भने त्यो अभिशाप बन्न सक्छ। भनेपछि हाम्रो पुरानो संरक्षणको मोडेल अर्थात् निकुञ्जभित्र बाघलाई सुरक्षित राखौँ भन्ने सोचले अब काम नगर्ने भयो? अब पुग्दैन। अब के गर्ने त? यो अध्ययनले समाधानबारे केही भनेको छ? छ, र यहीँनिर यो अध्ययन नीति निर्माताका लागि महत्त्वपूर्ण बन्छ। अध्ययनले स्पष्ट रूपमा भनेको छ कि अब हामीले हाम्रा संरक्षण रणनीतिहरूलाई पुनर्परिभाषित गर्नुपर्छ। पुनर्परिभाषित? हो, रिडिफाइन। हाम्रो सोच र कार्यक्षेत्र निकुञ्जको सिमानाभन्दा बाहिर विस्तार हुनै पर्छ। पुनर्परिभाषित भन्नाले कस्ता कदमहरू चाल्नुपर्छ? केही ठोस कुराहरू छन्? छन्। यसका लागि केही ठोस नीतिगत कदमहरू चाल्नु जरुरी छ। पहिलो, संरक्षित क्षेत्र बाहिर, विशेष गरी चुरे क्षेत्रमा हुने विकास निर्माणका कार्यहरूको वातावरणीय प्रभावलाई गम्भीरतापूर्वक मूल्याङ्कन गरेर मात्रै अगाडि बढ्ने नीति बनाउनुपर्छ। विकास र संरक्षण बीच सन्तुलन खोज्नु पर्यो। हो, खोज्नै पर्छ। दोस्रो, बाघलाई एउटा जङ्गलबाट अर्को जङ्गलमा सुरक्षित रूपमा जानका लागि जैविक मार्ग अर्थात् बायोलोजिकल करिडोर्सको व्यवस्थापन र संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्छ। त्यो बाघ हिँड्ने बाटो? हो, यी मार्गहरू बाघका लागि हाइवे जस्तै हुन् र ती सुरक्षित हुनु पर्यो। अनि स्थानीय समुदायको भूमिका नि? उनीहरू नै त बाघसँग सबभन्दा नजिक हुनेछन्। एकदमै महत्त्वपूर्ण प्रश्न। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कदम भनेको जुन समुदायहरू बाघको नयाँ वासस्थानको नजिक छन् उनीहरूसँग मिलेर काम गर्नुपर्छ। कसरी? मानव र बाघबीच द्वन्द्व कम गर्न सहअस्तित्वका उपायहरू अवलम्बन गर्नुपर्छ। यसमा चेतना, वैकल्पिक जीविकोपार्जन र उचित क्षतिपूर्तिको व्यवस्था जस्ता कुराहरू पर्छन्। यदि यी कदमहरू चालिएनन् भने? चालिएन भने बाघको सङ्ख्या बढाएको हाम्रो ऐतिहासिक उपलब्धि मानव बाघ द्वन्द्वको दुःखद छायामा पर्ने निश्चित छ। आजको छलफलबाट एउटा निकै जटिल तर स्पष्ट चित्र बाहिर आयो। जलवायु परिवर्तन, जसलाई हामी सामान्यतया विनाशकारी शक्तिको रूपमा हेर्छौं, त्यसले नेपालमा बाघको वासस्थान घट्नुको सट्टा बढाइरहेको रहेछ। हो, जुन आफैमा अनौठो छ। तर यो सुखद समाचारको अर्को पाटोले मानव बाघ द्वन्द्वको गम्भीर चुनौती निम्त्याएको छ र हाम्रो संरक्षणको पुरानो मोडललाई नै पुनर्विचार गर्न बाध्य पारेको छ। हो, आजको छलफलको अन्तिम निचोड यही हो। यो नयाँ अध्ययनले नेपालका लागि विज्ञानमा आधारित दीर्घकालीन र फराकिलो सोचसहितको संरक्षण कार्ययोजना कति जरुरी छ भन्ने कुरा देखाएको छ। भनेपछि अब बाघ संरक्षण निकुञ्जको मात्रै कुरा रहेन। बाघ संरक्षण अब केवल निकुञ्जभित्रको एउटा प्राविधिक मुद्दा मात्र रहेन। यो अब राष्ट्रिय विकास, पूर्वाधार निर्माण
र समग्र भू-उपयोग नीतिको अभिन्न अङ्ग बन्नुपर्छ। सफलतालाई सङ्ख्यामा मात्रै होइन, दिगोपन र सह-अस्तित्वमा खोज्नुपर्छ। र जाँदा जाँदै सबैलाई सोच्नका लागि एउटा प्रश्न छोडेर जान चाहन्छु। हुन्छ। संरक्षणको सफलतालाई हामी केवल जनावरको सङ्ख्या वृद्धिमा मात्रै नाप्ने हो कि मानव र वन्यजन्तु बीचको सन्तुलित सह-अस्तित्वमा? बाघको सङ्ख्या बढ्दै गर्दा के हामी मानिसहरू पनि उनीहरूसँगै बस्नका लागि आफ्नो व्यवहार, आफ्नो विकासका प्राथमिकताहरू र आफ्नो सोच परिवर्तन गर्न तयार छौँ?